माई युट्युब च्यानल। नमस्ते, गुड मर्निङ सबैजनालाई। उकालोमा चाहिँ गरम भयो साथी हो। जोडीको बाटो हिँड्नुपर्छ। चुन्नी गयो, पसिना आयो। आज भने चाहिँ ड्युटी जाँदैछु। म त राखेको पनि 2 दिन भयो युट्युबमा, त्यही भएर आज बनाउँदैछु साथीहरू म चाहिँ। त्यही भएर अब आफ्नै ड्युटीको बिजीले बनाउनु पाउँदिनँ, त्यही भएर आज चाहिँ बनाएको है त साथी हो। खै आज त घरमा बोयफ्रेन्डमा पनि पैसा तुर्यो भन्दै थियो, तुरिन्छ भन्दै थियो बहिनीले। गल्यो गले तपाईँलाई म कमेन्टको सिन देखाउँछु आज। लु हेर्नु होला। खै म त नयाँ सिन देखाउनु पनि पाउँदिनँ साथीहरू। खै आफ्नै कमेन्टमा हिँडेरै मनमा छ, नयाँ नयाँ सिन देखाउनु पाउँदिनँ। आज चाहिँ भने मेलो टाढो छ हामीलाई, त्यही भएर चाहिँ जाँदैछौँ। यतै हाम्रो कमानबारी। आज चाहिँ टाढो मेलो छ र चाहिँ यता हिँड्दा आएको। ल त हामी चाहिँ भिपी आइपुग्यौँ है। यो त हाम्रो भिपीको जग्गा। यो चाहिँ भिपी, हाम्रो चाहिँ यसलाई भन्छ भिपी। सन्चै छ हाम्रो भने त मल आइसकेछन् भिपीमा। हेलो गाइस, म त आइपुगेँ होइन, मल हानेर आइपुगेँ म चाहिँ। त्यही भएर चाहिँ म त यहाँनिर चाहिँ जाँदैछु है। हत्तु भयो क्या आज मल बोकेर। लु देख्नुहोस् अन्तु डाँडा, परक त अन्तु घाम हेर्ने डाँडा। त्यहाँ त गुम्बा पनि छ, स्कुल पनि छ, ग्राउन्ड पनि छ। यतै हाम्रो कमानबारी, यतै हाम्रो कमानबारी। हेर्नु न साथीहरू, कत्रो बडे रुख सुकिरहेको रहेछ हौ। सरी सरी यो चाहिँ हाम्रो टावर।
ठुलो हेर्नु होला साथी नेपाल त्यो चाहिँ मान्छे डराउने जग्गा कि खोलामा जुन यो तपाईँहरूले देख्नुहुँदैछ नि त्यो चाहिँ अरू सब यो त नेपालै हो नि नेपाल गाउँ बाक्लो छ नि हौ त्यो चाहिँ पर त सलकपुरहरू छ कि पल्लोपट्टि सलकपुर मङ्गरजुम म त लागेँ साथीहरू होइन म चाहिँ अब धेरै दिनमा तपाईँहरूले दुई दिन कता हरायो भन्छ होला होइन म चाहिँ अब आफ्नै काममा व्यस्त थिएँ त्यो भएर चाहिँ म चाहिँ यहाँ आज चाहिँ उयो गरेको त्यो भएर चाहिँ जाँदैछु आजको मेरो नयाँ भ्लग त के भन्नु पुरानै हो कमानबारी नै तपाईँहरूलाई पनि वाक्कै भइसक्यो होला भ्लग मेरो हेरेकोले गर्दा होइन कमानबारी म त लागेँ गर्छु ए यहाँ त आङले झालमुरी बनाउँदैछ है त्यो टिकटक बनाइरहनु उयो ला तर आउँछ होला मेरो कान्छी ज्वाइँको बडी है आमेन यहाँ त ए बजुलाई यतिकै यहीँ राखिराख्दैन र झालमुरी बनाइदिँदैछ है भान्जीहरूलाई आङीहरूलाई कमान हिँड्दैन मर्दामा आएको त छैन बोजू रिता बसेर त खत्तम भयो नि को खाइदिउँ क्या हौ म त बाटो माथिबाट त कटेर निकालिदिएको नि दोकानको त तर यहाँ मजा हो पानी पस्ने होइन कि पानी त एउटा थोपो पस्दैन यहाँ त दर्कने पानी आउँदा पनि पस्दैन माथि त अन्त डल्लै नपकाइ हुन्थ्यो पानी आयो भने डल्लै मान्छे बस्दा भलमा बस्नु पर्थ्यो सुरज त दाग छैन र अन्त आज ओह्रालो नेपाल गयो अरे रिजर्भ ए अन्त कहाँ आउँछ त नि अन्त होइन नरेन थियो दिपेन्द्र थियो कता गएको दिपेन्द्र त्यो अर्कै थियो देउपाल पनि थियो कता गयो देउपालको त नम्बर छैन मलाई यहाँ फोन छैन देउपालको त थियो लागेको थियो नम्बर कि तर मेरोमा ब्यालेन्स चाहिँ छैन हालेको छुइनँ मैले पनि त लगेको छैन वाइफाईले चलिहाल्छ घरबाट गरिहाल्छ हो वाइफाईमा अन्त छैन पैसा हाल्नै न बिर्स्यो ल्याउँदिनँ यहाँ त कहिले फोन त म ल्याउँदिनँ प्याजी छैन छ प्याजी प्याजी अब हिँडेर जाने पनि नानीहरू रहेछ यिनीहरू त उयसमा गएको बिचराहरू हिँड्ने कहिले एकछिन बस्नु बहिनी आउँछ गाडी जुनै पनि आइहाल्छ यहीँबाट फर्काउँ न भन्नु नरेनले त फर्काउँछ सामान हुँदैन त्यसको दिपेन्द्रको चाहिँ सामान हुन्छ घरमा लानु पर्यो तल ससुराली पनि जानु पर्यो उसको त ससुरालीको पनि हुँदो रहेछ सामान तल पनि हुन्छ सामान भाइले चाहिँ नेटवर्क लागि जानु नि उपर टावर भएको नम्बर लाएर है पैसा छैन अरे फोनमा कसैको रहेन आजी भन्यो है मेरोमा त थियो यो नरेन आइरहन्थ्यो हौ कता गयो होइन आउनु त आउँछ कि यिनीहरू ढिलो हुन्छ भनेर पोख्रेबुङ गाडी पाउँछ बेलुकैसम्म कुनै यो दार्जिलिङ जाने गाडीमा गयो भने चाहिँ हुन्छ पोख्रेबुङ जाने उताबाट जान्छ नि त
ऊबाट नि जान्छ उदोको बाटो बिग्रेको छ त्यता जाँदैन आजकल उयो मङ्गरजुङको मात्रै जान्छ उदो मङ्गरजुङपट्टिबाट घुम्छ नि त है बाटो खराब भएको छ अहिले त कस्तो डेन्जर भएको छ बाटो अब अस्ति नै हामी त्यहाँनिर आसोकमा जाँदाखेरि भाइ यता र उता उतै गएको ल नेपालमा जस्तो तेरो बाजु नेपालमा सानो दामी बनाएको छ नि त बाटो नेपाल त पो बनाएको छ त बाटो त दामी बनाएको छ नि हाम्रो आसिङहरूको घरदेखि माथि उयो पर त आमा कस्तो दामी बनाएको छ नि नेपालको बाटोहरू पिस बाटो आएको छ काखी ठाक ठाक कुन त बस्दैन गलेन के हो आज त फतफती नै हिँडिरहेको टका ठक टिकटक बनाएको भिडियो अन्त बिचरा गले झऱ्यो गलेर हत्तु भएको बेलामा टिकटक बनाएर हो मैले सिन्दुर पुच्छ्यो होला मेरो पाक्छ है म भरे यहाँ